everyone, it's Prem Samagar. Hello everyone, it's me Sadika Mali. तपाईहरुलाई स्वागत छ मेरो भ्लगमा। अनि आज चाहिँ मैले धेरै दिनपछि भ्लग स्टार्ट गरेको है, किनभने म चाहिँ ग्यापमा थिएँ अनि हाम्रो अब 12 को एक्जाम हुँदैछ नि त। अनि त्यही भएर अहिले चाहिँ मैले भ्लगलाई स्थगित राखेको थिएँ अनि अहिले भने चाहिँ म स्टार्ट गर्दैछु, किनभने आज हाम्रो के हो त फेयरवेल हो। अनि त्यही भएर अनि के कस्तो हुन्छ अनि आजको हाम्रो आउटफिट अफ द डे कस्तो देखेको छ त्यो पनि भनिदिनु होला कमेन्टमा। अनि भिडियोलाई लाइक गर्न नबिर्सिनु होला भन्दै साथीहरु। अनि हाम्रो चाहिँ के कस्तो हुन्छ आजको प्रोग्राम हेर्दै गर्नु होला। स्टे ट्युन गाइज। हामी चाहिँ अहिले हिँड्दै छौं, यहाँ माथि शिवालयमा आइसकेको छौं। आज हाम्रो कहाँ हो भन्दिउ न। सूर्य फ्यामिली। हामी चाहिँ त्यहाँ जाँदैछौँ साथीहरु। के कस्तो हुन्छ भेट्दैछौँ बाटोमा। यहाँ एकजनाले भेट्दै म अगाडि दुईजना पनि देख्छु। हेर्नु न साथीहरु बाइकमा त्यस्तरी खाँदैन साथीहरु। हाय, स्वागत छ तिमीहरूलाई मेरो ब्लगमा। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। स्वर्णिम महिला स्वागत छ ब्लगमा। 11 क्लासले तिमीलाई इदाले पछि हाय सर, गुड मर्निङ। गुड मर्निङ। हाय सर। आदरणीय प्रमुख अतिथि म फेरि पनि भन्न चाहन्छु, जति पनि दाजु दिदीहरू बाहिर हुनुहुन्छ कृपया भेट्न आइदिनु होला। यार फ्रेन्ड्सहरु भ्लगलाई लाइक शेयर सब्स्क्राइब गरेर बेल आइकन पनि दबाइदिनु होला, किनभने फ्रेन्ड्स साथै राम्रो राम्रो कन्टेन्ट अझै ल्याउनै बाँकी छ। भर्खर त 12 को एक्जाम हुन आँटेको छ, त्यसको लागि फ्रेन्ड्सले रेगुलर बेसिसमा राम्रो राम्रो भिडियोहरू ल्याउनेछ। यही भन्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद। मोटी फ्रम टुडे आजदेखि हामी भेट पनि हुँदैन होला है, लास्ट भेट आज होइन सारिका। बेस्ट विशेष छ तिमीलाई। विशिष्ट अतिथि तथा धन्यवाद। कार्यक्रम सञ्चालन भाइ बहिनीहरू, जीवन ज्योति सेकेन्डरी स्कुलका कक्षा 11 का भाइ बहिनीहरूद्वारा आयोजित यो शुभकामना तथा यो विदाय कार्यक्रमका सभाध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि पराक्षेत्र नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष आदरणीय रोशन खड्काज्यू, यसैगरी यसै विद्यालयका पूर्व प्रिन्सिपल दिवस विष्णुज्यू,
स्काई इङ्ग्लिस स्कुलका प्रिन्सिपल फेस गर्दै हुनुहुन्छ। परीक्षा कसरी फेस गर्ने भन्ने कुराहरू तपाईँ विद्यालयमा यसको सम्पूर्ण टिप्सहरू पाइसक्नु भयो होला। अब 12 पछि तपाईँहरू एउटा युनि अथवा ब्याचलर लेभलमा प्रवेश गर्दै हुनुहुन्छ। मलाई जहाँसम्म यहाँ छ सबै म्यानेजमेन्टका विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ। प्रिन्सिपल खेमराज राईज्यू लगायतका सम्पूर्ण शिक्षक सहकर्मी तथा विद्यार्थी भाइ बहिनीहरूलाई मेरो तर्फबाट न्यानो अभिनन्दन। आज हामी विशेष त यो पेस्ट रिसर्च एन्ड हेडल प्रोग्राम 2082 को अवसरमा छौँ। हामी विजय भनिरहँदाखेरि सबैले मनमा चिसो लाग्छ, तर हामी भन्ने गर्छौँ विजय भनेको एउटा नयाँ ठुल्ठुलो पार गर्नको लागि एउटा प्रक्रियाको रूपमा हामी मान्छौँ। हुन त हामी जीवन ज्योति इङ्ग्लिस स्कुलदेखि एउटा औपचारिक बेस्ट विशेष एन्ड फेयरवेल प्रोग्राम 2022 यस कार्यक्रमका सभाध्यक्ष यसै विद्यालयकी विद्यार्थी मनिषा रसाइली ज्यू अनि यस कार्यक्रममा उपस्थित रहनुभएका विशिष्ट अतिथि भरा क्षेत्र व्यापसङ्घका अध्यक्ष राजावास इङ्ग्लिस स्कुलका सञ्चालक खेमराज राईज्यू, यस कार्यक्रममा उपस्थित रहनुभएका जीवन ज्योति इङ्ग्लिस स्कुलका सम्पूर्ण बोर्ड मेम्बर शेर सदस्यज्यूहरू, यस कार्यक्रममा उपस्थित रहनुभएका जीवन ज्योति विद्यालयलाई एउटा शिक्षाको उचित केन्द्रबिन्दु बनाउन लागि पर्नु
अहिले भने चाहिँ हामी अङ्कितकोमा चिसो खाँदैछौँ। के चल्दैछ यता? हाय यहाँ चरपटी खानाको देख्न सक्नुहुन्छ। फर्स्ट बाइक कस्तो छ साथी हो? हामी हिँडेर आएको है साथीहरू। यहाँ चाहिँ हामी चरपटी खाएर निक्लेको। आऊ साथीहरू। ओइ ओइ अरे दुर्गा प्रसाद आऊ 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 आऊ। हामीलाई चाहिँ एक्लै छोडिदिएर बाटोमा छोडिदिएर प्रेमसा चाहिँ ट्र्याक्टरमा जाँदैछिन् घाममा। हामीलाई यस्तो घाममा छोडिदिएर ऊ चाहिँ एक्लै गइरहेको छ। ऊ एउटा फोटो खिचेछ। हामीलाई चाहिँ उहाँ अगाडि अझै हिँड्दैछन्। हजुर हाम्रो दोस्ती नै हो। हामी आज हाम्रो फेयरवेल हुनको लागि गइरहेको सकेर हामी जस्ट घुम्न पनि आएको थियौँ हामी। तर कोसी जान अल्छी लाग्यो। यस्तो घाम चलिरहेको छ, टिल 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 घाम देखिरहेको छ। त्यही भएर हामी यहाँभन्दा हाम्रो सर पुष्प सर हुनुहुन्छ। ऊ यहाँनिर हेलो अलिकति बाटो छोडिदिउँ न। ऊ यहाँ हुनुहुन्छ ऊ सर। ट्र्याक्टरसँग के कुरा गर्नु हुँदैछ। प्रेमसा देखेर छक्क पर्नुभयो होला। एउटा चाहिँ फोटो खिचै छ। तर हामी दुईजना एक अर्काको साथ अरू सबैको साथ। हामीलाई प्रेमसाले छोडेर गएको थियो होइन। तर धेरै टाढा त गएको रहेन। हामीलाई चाहिँ नलिएर। तर त्यो कुन हालतमा कसरी बसेको रहेछ भनेर तपाईँहरूलाई आज हामी देखाउँदैछौँ। अहिले देखाउँदैछौँ। वेटिङ फर दिस मोमेन्ट। ओके या। तर मेकअप गर्दैछ क्या त्यो यस्तो हालतमा पनि। ओ माई गॉड मेकअप। वेट अब आउँछ। 1 फ्लिमर इधर यहाँ बसिरहेको के गरेको? के लगाइदिए के खोजेको अरे? भन न। त्यो हातको चाहिँ के हो? टिसु गयो भन्दै साथीहरू अहिले भन्छ हामी यहाँनिर मोमो खान आएको छौँ। हामी चाहिँ अब यो खाइसकेर घर जान्छौँ होला सायद। अब हेर्दै गर्नु होला के कस्तो हुन्छ। अब जानुपर्ने साथीहरू यता चाहिँ हाम्रो चाउमिन पनि आइसक्यो। आजको भ्लग यहीँ एन्ड गर्न चाहन्छु। तपाईँहरूलाई होप मन पर्यो होला होइन। के कस्तो लाग्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। सो साथीहरू बाई 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 बाई। हेरेर माया गर्दै
गरिदिनु होला अनि सपोर्ट पनि गरिदिनु होला भन्दै बाई सी यू इन अनदर ब्लग बाई साथी हो